कसरी भयो किन भयो भन्ने विषयमै लागि परेको छ। विशेष अब तपाईहरुलाई थाहा छ हाम्रो जिएनएलए पार्टी अहिले गरी यो विकास यो कुनै के जाति यो झोडा नाला पछि नगएर चाहिँ हाम्रो पार्टी त्यो जग्गा यो माटो हाम्रो नाममा सेटल अधिकार छ भनेर चाहिँ हाम्रो पार्टीको माथिल्लो तहको है सार्वजनिक भयो। तर त्यो भित्र के बात हो त्यो चाहिँ अब मिटिङ नभनु त्यो बाइपार्टी बात हो। किनभने पश्चिम बङ्गाल सरकारको मिटिङमा मिलायो भोलिको दिनमा कस्तो प्रकारले दार्जिलिङ पहाड तराई भएको विरोध हुँदाखेरि थियो है। तर जब अहिले यहाँ विरोध भयो सुझाव हामीले पनि कन्भिन्स गराउनु यही विषयहरू छ। विशेष हाम्रो जुन चाहिँ गएको विरोधको। नमस्कार, जय गोर्खा। र आज हामी सुनादह टाउन कमिटीद्वारा हामीले सुनादह स्थित हलदार कम्युनिटी हलमा हाम्रो साङ्गठनिक सभा सम्पन्न गर्यौं र यस सभामा हाम्रा वरिपरिका जति पनि प्रतिनिधिवर्गहरू आउनुभयो उहाँहरूलाई सबैलाई लिएर भावी रणनीति पार्टीको यस विषयमा धेरै लामो चर्चा परिचर्चा भयो र विशेष कुरा के छ भने हामी हाम्रो मुद्दाको निम्ति सधैँ नै अघि बढिरहने पार्टी भएको हुनाले र यसले गर्दाखेरि मुद्दै विषय लिएर हामी विशेष चर्चा परिचर्चा भयो र 5 अप्रिल जुन हाम्रा अध्यक्ष श्रीमान मोहन घिसिङज्यूले एउटा वक्तव्य दिनुभएको थियो त्यो वक्तव्यभित्रमा ठुलो भारी मैले विचार आएको छु भनेर उहाँले जुन वक्तव्य दिएको छ त्यसभित्र धेरै कुराहरू लुकेर बसेको छ। त्यो हाम्रा 3 जेलसम्म खटिआएका प्रत्येक गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका साङ्गठनिक अध्यक्षदेखि लिएर सम्पूर्ण हाम्रा प्रतिनिधिवर्गहरू साधारण जनता हाम्रा समर्थकहरू उहाँहरू सबैलाई हामी यत्रो दिन खटेर यस जग्गासम्म आइदिनु भएकोमा हामी धेरै गर्व गर्छौँ र अब फेरि आएर कुनै राम्रो व्यवस्था पहाडमा भित्रिने बेलामा चाहिँ फेरि 2007 जस्तो धेरै प्रकारको नाना भाँतीको षड्यन्त्रहरू गरेर फेरि गोर्खा जातिलाई पछि पढाउने यो सब कुराहरूदेखि चाहिँ सबैजना होसियार बसिदिनुहुन्छ भन्ने आशा राख्दछौँ। र यो सब पहिले पनि अब त्यही नै स्थिति झन्डा लिएर अगाडि पछाडि हिँडिरहने अब फेरि भविष्यमा पनि सबै त्यही कुराको निम्ति फेरि हामी त्यही झन्डा बोकेर हाम्रो भविष्य आउने नानीहरू हाम्रा अरू पनि साना युवाहरू सबै कतिन्जेलसम्म झन्डा बोकेर हिँडिरहने जबकि भारत सरकारले कुनै पनि हालतमा यसमा अब समय पनि धेरै छैन हाम्रो यो पहाडको व्यवस्था झट्टभन्दा झट्ट लागू गरिदिनुहुन्छ भन्ने हामी पनि पूर्ण आशामा छौँ र पहाडका सम्पूर्ण जनता पनि यिनै आशामा बाँचिरहेका छन् र त्यसले गर्दा हामी पहाडका सम्पूर्ण गोर्खा जाति र धेरै सत्पूर्ण पार्टीहरूलाई पनि रिक्वेस्ट गर्छौँ अनुरोध गर्छौँ हामी यहाँबाट कि अब तपाईहरू यो थोत्रे राजनीति सातनीति नगर्नुहोस्। अब बेसी भयो पहाडमा झोडा नाला खोला साला यो सब छोड्नुहोस् जातिलाई सोच्नुहोस्। अब कहिलेसम्म तपाईहरू मासु भात झन्डा बाटो घाटो लिएर मात्रै अगाडि बढ्नुहुन्छ। अब हाम्रो गोर्खा भाषा जातिको आङमा घाम लाग्ने बेलामा तपाईहरू पनि राजनीति जातिको लागि गर्नुहोस् नाला झोडाको राजनीति छोड्नुहोस्। हो हामीलाई त्यो ती सबै कुराहरू पनि चाहिन्छ तर जातिभन्दा ठुलो नाला झोडा होइन। त्यसैले गर्दा तपाईहरू सबैलाई रिक्वेस्ट गर्छौँ समय छैन समय कम्ती छ र प्रत्येक जाति प्रत्येक गाउँ घर बस्तीका सम्पूर्ण हाम्रो जातिहरूलाई हामी भन्छौँ अब तपाईहरू जाग्नुहोस्। अब तपाईहरू मासु झन्डा एउटा झन्डा थाप्यो अर्को झन्डा घरि यता कुद्यो घरि उता कति दिन कुद्नुहुन्छ तपाईहरूले? यो पानी त हाम्रो आउने भावी सन्तानलाई पनि यसै गर्नुहुन्छ। सधैँ झन्डाको राजनीति गर्नु र नाला झोडाको राजनीति मासु भातको राजनीति गरेर छोडेर जातिको लागि केही सोच्नुहोस् जाति अगाडि बढाउनुहोस् र यो जातिलाई सुरक्षित यो माटोलाई सुरक्षित गराउनुहोस् भन्ने हामी तपाईहरुलाई अनुरोध गर्छौँ हामीलाई रिक्वेस्ट गर्छौँ। सधैँभरि हाम्रो नानीहरूलाई घरि 10 रुपैयाँको काम 15 रुपैयाँको काम गरी झोडा नाला दिन्छु भनेर तपाईहरुले हाम्रो नानीहरूको भविष्य नबिगार्नुहोस् र हामी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सुनादह टाउन कमिटी तपाईहरुलाई रिक्वेस्ट गर्न चाहन्छौँ र केही समय
तपाईहरूले जातिको निम्ति दिनुहोस् भन्ने हामी म पूर्ण तपाईहरूलाई अनुरोध गर्छौँ र आउँदो भविष्यमा त कुनै पनि कलङ्क जातिको कलङ्क तपाईहरूलाई नलागोस्, जातिले तपाईहरूलाई नसरापोस्। त्यही कारणले तपाईहरूले अब उपरान्त चाहिँ जातिको निम्ति केही सोच्नुहुन्छ र जातिको निम्ति के गर्नुहुन्छ भन्ने हामी आशा राखेका छौँ। धन्यवाद।